चाहिँ हामी एमबिसी बेस क्याम्प पुग्यौँ। अहिले हामी त्यसै गरी एमबिसीको गेस्ट हाउसमा रहेका छौँ। त्यसै गरी भोलिपल्ट हामी बिस्तारै उकालो चढ्दै डोको पुग्दै हामी चाहिँ एबिसीतिर लागे र एबिसी जाने बाटोबाट एकदम सुन्दरता एमबिसी माउन्टेन सबै देखिरहेका छन्। एकदम खुसी मन र भारी बोकेर एकदम स्वतन्त्र हिमाल र हेली थुप्रै पैदल यात्रीहरू थियो। त्यसै गरी हामी अहिले एबिसी बेस क्याम्प पुगे र यो चाहिँ एबिसीको गेस्ट हाउस रहेको छ र एबिसी भन्दा अलिक पर गएर चाहिँ एकदम सुन्दरता भगवान बस्ने ठाउँ पनि रहेछ। हेलो हामी फाइनल्ली अन्नपूर्ण बेस क्याम्प आइपुग्यौँ। 4130 किलोमिटर हाइटमा छौँ है। तर हिमाल चाहिँ एकदमै नजिक छ क्या। यो चाहिँ अन्नपूर्ण साउथ हो, 7000 हाइट भएको। अनि यतापट्टिको हिमचुरी, अनि अन्नपूर्ण 12 शिखर, अनि अन्नपूर्ण 1 8000 मिटरको सिंगाचुली, अनि 10 पिक गन्धर्व चुली, अनि लास्टको माछापुच्छ्रे हिमाल। ओके, थ्याङ्क यू, धन्यवाद। वेलकम। तपाईँ केही भन्न चाहनुहुन्छ? म ठिक छ। अब यसो त्यसो सबै ट्रेकिङको लक्ष्य सबै पुरा भयो। सञ्जोजनक सबैजना खुसीले यहाँ आइपुग्यो, त्यही लाग्छ। धन्यवाद सुनिल बाबु। हजुर, अनि तपाईँ के भन्न चाहनुहुन्छ सर? ठिक छ, सबैलाई रमाइलो खुसी छ। सक्सेस भयो, राम्रो गऱ्यो। 9 जना ग्रुपमा रमाइलो, हजुर, राम्रो भयो, राम्रो गरिरहेछ, सक्सेस भइरहेछ। ठिक छ, 9 टोली राम्रो भइरहेछ। ओके ल, अहिले चाहिँ यस्तो मिठो यस्तो राम्रो ठाउँ है। यो ठाउँको नाम के हो त? यो लाएको छ नि, यो के हो? यो अन्नपूर्ण। यो यसलाई के भनिन्छ? यो झन्डा जस्तो लाएको छ नि त। यो हाम्रो तामाङहरू यो मङ्गोलियन्सहरूमा यस्तो लाउँछ नि त होइन? यसलाई के भनिन्छ यो ठाउँलाई? यसलाई चाहिँ तपाईँको पूजा अर्चना गर्ने यो लुङदार हो, बुद्धिस्टको हो। यो चाहिने यो लुङदार लगाएको धेरै, यो लुङदारको अर्थ छ। यसलाई चाहिँ हाम्रो टसी ग्याप्पा भन्छ। म उहाँलाई सोध्न चाहँदैछु, यो चाहिँ पहिल्यैदेखि लाएको हो कि यो अहिले भर्खर लाउनु थाल्यो? होइन, यो जति पनि मान्छेहरू एउटा यहाँ आइपुग्ने भनेको एउटा धाम हो। हजुर, जो मान्छे धाम अथवा यो ठाउँमा आइपुग्ने एउटा इच्छा हुन्छ, त्यो मान्छेले चाहिँ लिएर यहाँ पूजापाठ गरिन्छ। धन्यवाद। अनि यहाँको लोकलहरूले पनि यो औँसी पूर्णिमा पूजा गर्छ। खुशी है? हाँ जी, आपका घर किधर है? मैं बैंगलोर में रहता हूँ, बट मैं पंजाब से हूँ। आपका कैसा लगा ये ठाउँ? मुझे तो बहुत सुंदर लगा। अन्नपूर्णा सब देख के बहुत सही लगा। आप कौन कौन आया? एकला आया और साथी अकेला आया? आया हूँ। अकेला? हाँ, अकेला। ओ, हेलो, आपका नाम क्या है? मेरा नाम सुनील। सुनील। मेरा नाम सुनील। कशिश है। नाइस टू मीट यू सर। नाइस टू मीट यू। ओके। ओके। संगे छोदाङ छेकी छोनामला झन्झु बटुदानी क्याप्सुङ दगी दिन्छु किबी सोनाम के डोला फेन्से संगे डोक बराई सो। यो चाहिँ पृथ्वी जमिन। ब्लू symbolize sky, peace, and white symbolize sun, and red symbolize fire, and green symbolize river, and yellow symbolize earth. Jamin.
आजको हाम्रो कार्यक्रम यति नै। हस्त धन्यवाद।